है त। अब गाउँमा चाहिँ अब बर्खा लागेको अवस्था, अब मकै भाँच्ने कार्यक्रम सुरु हुँदैछ है त। हाम्रोतिर चाहिँ अब म चाहिँ अब उही डोको बोकेर अब मकै भाँच्न जाने तयारी गर्दैछु। अब जाँदै हो पनि हो। अब खेत चाहिँ यतातिर छ, यो यता चाहिँ गोठ भइहाल्यो। हाम्रो भैँसी छ, यता बाख्रा छ, यता पनि बाख्रा छ है त। बाख्रा खोरे सबै ल है त। यस्तो छ यता चाहिँ वरिपरि। यो चाहिँ पराल टौवा है त। यो यसरी छ मकै बारीहरू। अहिले सब मकै भाँच्ने कार्यक्रम भइरहेको छ। अब बर्खा लागेको छ। हेलो हेलो, मेरो बुढीले नि मकै चाहिँ डोकोभरि लिएर आइसकेको छ भाँचेर। अब म पनि अब यतै मकै भाँच्ने जाँदै हो। अब मकै बारीमा मकै भाँच्दै मेरो बाबाले चाहिँ अब सहयोग गर्दै हुनुहुन्छ मकै भाँचेर। अब यी बाबाले चाहिँ यता थुपारेर राखिदिनु भएको छ मकै। अब मैले चाहिँ यो डोकोमा हाल्ने हो। अब टिप्दै है भर्नी परेछ डोकोमा। चाहिँ यसरी मकै भाँचेर डोकोमा ओसारे हो। हामी चाहिँ बुढाबुढी मकै ओसारेको है त। मकै ओसार्दै भाँचेर। यतातिर बाबा आउनुभयो पछाडितिर। बाबाले चाहिँ मकै भाँचेर हेल्प गर्दै। मकै भाँचेर सक्यो, बुढी चाहिँ खालि डोको बोकेर हिँडिरहेको छ।